होइन हर्के भाइ आज आउँदैन त अरू बेला कुकुरले गुनाकै नआउँछ यसो देउसी सेउसीको बेला नि आएन कहाँ भएछ जानु पर्यो अब हर्के भाइकोतिर यो कोलाको पनि लगिदिनु पर्छ देउसुर 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 के भन्छ देउसुर भाइ बुढा कोला चाहिँ म खाइदिन नि कहाँ सुतेको तिमी यहाँनिर ए दाइ अरू बेला त आइपुग्छ त नि बिहान के भयो आज चाहिँ ए बाबा ए देउसी खेलेन नि के लाग्यो दाइ केरा ल्याएको भाइ खाउँ न जानु गरौँ न ल भाइ होइन मुख सुख धुवा हौ ल ल दाइ आए भाइ छिटो लु भाइ जाऊ मुख सुख धोएर आऊ ल यहाँ मुढा पनि लिएर आऊ है आमाले बस्नुपर्छ ल ल भाइ बुझ्नुपर्छ अब ल अनि मुडा किन ल्याएको भाइ बस्नको लागि ल्याएको तिमीले झन् बस भनेको थियो यहाँनिर ए दाइ ए भाइ कहाँ बुझ्नुभएको थियो त्यही भाइ तिमी होइन अनि मुडा त यहीँ थियो त अनि भाइ भन्दा अघि बिहान बिहानै हामी के हो भाइ दाइ मलाई त्यति साह्रो चाहिँ नभन्नु अब भाइ तिहार पनि गयो दसैँ पनि गयो अब भाइ के छ त चाडबाड दाइ छ नि छठ छ होली छ के छ नि हौ दाइ भाइ अनि तिमीलाई थाहा छ छठ कसरी मनाउने थाहा छ थाहा छ थाहा छ थाहा छ थाहा छ ए भाइ भन नि त हौ थाहा छ मात्रै छठमा तिम्रो त छठ भए पो मनाउँछ त दाइ यसलाई त म मार्छु कि हौ दाइ छठ